First of all, thank you so much, most respected, most talented, our CEO sir लाई, किनकि उहाँ पनि हामीहरूलाई धेरै साथ सपोर्ट दिनुभएको छ। अनि फर्स्टमा म सबैभन्दा थ्याङ्क यू सो मच भन्न चाहन्छु हाम्रो रेस्पेक्टेड मार्केटिङ डाइरेक्टर सुमन सरलाई, किनकि उहाँले गर्दा म आज एउटा मार्केटिङ म्यानेजरको पोस्टमा सफल हुनको लागि सक्सेस एउटा भनौँ पुग्नको लागि सकेका छौँ। किनकि भोलिको दिनमा मैले पनि फर्म भरेर रिटर्न हुने सोच बोकेको थिएँ कि फर्म भर्छु अनि फर्म भरेको थियो होइन, अनि सोचेको थिएँ अब जाँदैन काम गर्न जाँदैन किन मसँग हुँदैन भनेर मैले सोचेको थिएँ। फर्म भर्ने बित्तिकै म आज पनि पैसा रिटर्न लिन, तर मार्केटिङ डाइरेक्टर सुमन सरले त्यो दिन मलाई नभेटेको भए आज म एउटा मार्केटिङ म्यानेजरको रूपमा हुँदैन थियो होला। उहाँको लागि तपाईँहरूले एकचोटि ताली बजाइदिनु होला। जस्तैमा भन्ने बेलामा अब मैले पनि स्टार्टिङ फेजमा तपाईँहरू जस्तै गर्न सक्छु कि सक्दैन कि हुन्छ कि अप्ठ्यारो पर्छ कि लागिरहेको थियो, तर म जति भयो भने आफ्नो मेन्टर, आफ्नो मार्केटिङ डाइरेक्टर सबैजनालाई प्लस कम्पनीलाई विश्वास गरेर अगाडि बढ्यो कि। अनि म यति धेरै खुसी छु आफ्नो मार्केटिङ डाइरेक्टर मोस्ट रेस्पेक्टेड रमेश सरसँग, मार्केटिङ डाइरेक्टर मोस्ट रेस्पेक्टेड रमन सरसँग अनि आफ्नो मेन्टर विकेश राव सरसँग मैले पनि धेरै क्वेसन गरेको थिएँ स्टार्टिङ फेजमा। किनकि अहिले स्टार्टिङ तपाईँ पनि गर्नुभएको छ, तपाईँहरू पनि धेरै क्वेसन होला, पक्कै पनि हुन्छ के लाइफमा जहिले पनि क्वेसन आउँछ, प्रब्लम आउँछ, तर त्यो प्रब्लमसँग कहिले पनि हार मान्नु हुँदैन के। मैले पनि हिजोको दिनमा प्रब्लमसँग हार मानेको भए तपाईँको अगाडि स्टेजमा आएर बोल्न हुँदैन थियो होला, आज एउटा मार्केटिङ म्यानेजरको पोस्टमा हुँदैन थियो होला। तर त्यो दिन मैले सोचेँ कि अब जति प्रब्लम आयो भने, जति जेनी आयो भने म आफ्नो प्रब्लमलाई सोल्भ गर्छु अनि अगाडि बढ्छु। भोलिको दिनमा म आफ्नो प्रब्लम सोल्भ गरेँ भने म एउटा सक्सेसम्यान भएर अगाडि बढ्छु भने म आफ्नो ड्रिमलाई बोकेर अगाडि बढेको छु। तपाईँहरू पनि सक्सेस हुन चाहनुहुन्छ भने हाम्रो मोस्ट रेस्पेक्टेड एमडी सरहरू पनि हुनुहुन्छ, तपाईँहरूको पनि टिम लिडरमा एमडी सरहरू हुनुहुन्छ, आफ्नो मेन्टर हुनुहुन्छ। सबैभन्दा पहिला आफ्नो मेन्टरको कुरा मान्नुहोस्, मार्केटिङ डाइरेक्टर सरको कुरा मान्नुहोस् अनि आफै गर्न सक्नुहुन्छ कि। जबसम्म तपाईँ कुरा मान्नुहुन्न तबसम्म गर्नलाई तपाईँलाई अप्ठ्यारो हुन्छ कि। यदि तपाईँको सानो पनि कुरामा क्वेसन आइरहेको छ भने सिधै क्वेसन गर्नुहोस्, क्वेसन गर्न सक्नुहुन्छ कि। आजको दिनमा मैले पनि क्वेसन गरेको नथिएँ भने आज यो ठाउँमा पुग्दैन थियो होला, साँच्ची भन्नु पर्यो। तपाईँहरू पनि सोध्न सक्नुहुन्छ हाम्रो रमेश सरसँग अनि रमन सरसँग, विक्रम सरले कतिको क्वेसन गर्नुहुन्थ्यो, कतिको कल गर्नुहुन्थ्यो। हाम्रो बाबा क्लास 9 बजेदेखि 10 बजे सकिने बित्तिकै कल जान्थ्यो क्या सरहरूको। मैले कल गर्थेँ 2 चोटि 4 चोटि होस् 5 चोटि होस्, एउटै क्वेसन मार्केटिङ डाइरेक्टर रमन सरलाई, रमेश सरलाई र आफ्नो मेन्टरलाई एउटै क्वेसन गर्थेँ। अनि एउटै क्वेसन किन गर्थेँ भने उहाँबाट बेग्लै खालको एन्सर आउँछ भनेर, अनि बेग्लै पनि एन्सर आउँथ्यो, तर म अझैले आफ्नो एउटा वे बनाउँथेँ कि म अब यो एन्सर कसरी ग्रेप गर्छु अनि कसरी प्रस्तुति गर्छु भने एउटा राम्रो पोजिसनमा पुग्छु भनेर एउटा आफ्नो वे, आफ्नो तरिका बनाउँथेँ कि। किनकि सबैजना व्यक्तिको आफ्नो तरिका हुन्छ, कुनै पनि एक्सप्लेन गर्ने कुरामा या केही कुरा बुझाउने बेलामा या केही पनि गर्नको लागि आफ्नो आफ्नो क्यापेसिटी हुन्छ। अब तपाईँको क्यापेसिटी के छ भने त्यो तपाईँले पहिला पहिचान्नु पर्ने हुन्छ, कसरी गर्न सक्नुहुन्छ, हाउ टु क्यान युटिलाइज योर टाइम। यस्तो राम्रो टाइम बनाउनु भएको छ, कतिजनालाई त थाहा पनि छैन डाइरेक्ट सेलिङ बिजनेस भनेको के होला भनेर। र अहिले तपाईँ एचपी 21 वर्ष 20 वर्ष 23 वर्ष 24 वर्षको उमेरमा पुग्नु भएको छ, अहिले तपाईँको सक्सेस हुने ठाउँमा पुग्नु भएको छ, यस्तो राम्रो कम्पनीमा पाउनु भएको छ। अनि तपाईँ प्रब्लमबाट भाग्नु भयो भने तपाईँ कहिले पनि सक्सेस हुनुहुन्न के। तर यो प्रब्लम आयो भने हामी छौँ, हाम्रो मार्केटिङ डाइरेक्टर सर हुनुहुन्छ, सीईओ सर हुनुहुन्छ, चेयरम्यान सर हुनुहुन्छ, उहाँबाट तपाईँ आफ्नो कोलाबोरेसन लिएर जानुहोस्, तपाईँसँग सोच पक्कै पनि हुन्छ कि। किनकि एउटा मान्नु कि तपाईँ एउटा प्रोफेसनल डिस्ट्रिब्युटर हुनुहुन्छ, तपाईँ भोलि एउटा मार्केटिङ म्यानेजरको लागि कुर्दै हुनुहुन्छ भने आफ्नो प्रब्लम एउटा एक्टिभ डिस्ट्रिब्युटर निडी लाग्नु भयो भने त्यो प्रब्लम तपाईँको सोल्भ हुँदैन कि। मार्केटिङ म्यानेजरको सपना बोक्नु भएको छ भने मार्केटिङ म्यानेजरसँग क्वेसन गर्नु पर्यो, तपाईँ कसरी पुग्नु भयो। या मार्केटिङ डाइरेक्टरको लागि कुर्दै हुनुहुन्छ भने मार्केटिङ डाइरेक्टरसँग क्वेसन गर्नु पर्यो, तपाईँ कसरी पुग्नु भयो। उहाँले आफ्नो स्ट्रगल, लाइफको स्ट्रगल भन्नुहुन्छ कि।
यतिकै उहाँ पनि त मार्केटिङ डाइरेक्टर मार्केटिङ म्यानेजरको पोस्टमा पुग्नुभयो होला, यतिकै पुग्नुभयो होला त, पुग्नुभयो होला यतिकै। उहाँ पनि आफ्नो लाइफमा स्ट्रगल गरेर मेहनत गरेर ऊ आफ्नो प्रब्लमलाई सोल्भ गरेर अगाडि बढ्नुभयो होला। त्यस्तै पनि तपाईँहरूले पनि भन्छु, जहिले पनि क्वेसन गरेर आउनुहोस्। भोलि आउँदै हुनुहुन्छ भने म किन कम्पनीमा जान्छु, म कम्पनीमा गएर कोहीलाई भेट्छु कि क्वेसन गर्छु कि एउटा टार्गेट बोकेर आउनुभयो भने तपाईँ सक्सेस हुनुहुन्छ के। भोलिको दिनमा मैले पनि एउटा टार्गेट बोकेर आइदिएँ, म आज जान्छु भने म किन जान्छु यो कम्पनीमा, के को लागि जान्छु, क्वेसन गर्न जान्छु कि म कसैले भेट्न जान्छु कि या आफ्नो क्लाइन्टलाई के बुझाउन जान्छु कि आफ्नो टिमलाई गाइड गर्न जान्छु कि म क्लास लिन जान्छु कि म के गर्न जान्छु। तर म एउटा कम्पनीमा आयो भने अरू जान्छ यतिकै अनावश्यक कुरा गर्दैन, अनावश्यक भेटघाट गर्दैन। म केही न केही कुरा क्वेसन गर्छु या केही न केही गरेँ भने मेरो आफ्नो लागि के राम्रो हुन्छ भनेर आउँछु कि। बुझ्नुभयो? तपाईँ पनि सफल हुन चाहनुहुन्छ भने अनावश्यक कुरा छाडेर केही टपिक्समा केही टपिक्समा लिएर आउनुभयो भने तपाईँ केही न केही नलेज लिन सक्नुहुन्छ, केही न केही कुरा जान्न सक्नुहुन्छ। मैले पनि यहाँ आएको थिएँ अनि सरले नि भन्नुभएको थियो, जो मान्छेले सिक्छ, जो मान्छे टिक्छ, जो मान्छे टिक्छ त्यो मान्छे टिक्छ भनेर मलाई सरले भन्नुभएको थियो कि। अनि यो कुरा मलाई एकदमै राम्रो लागेको थियो। अनि मैले पनि सोचेँ ठिक छ, म स्टार्टिङ फेजमा छु भने म जस्तो नि भयो भने 1 हप्ता जति यहाँबाट नलेज ग्राफ गर्छु, कसरी बिजनेस गर्ने हो अनि कसरी प्लान बनाउने हो भनेर मैले पनि 1 हप्ता त न प्रमोसन थाहा थियो न केही कुरा थाहा थियो, तर मैले नलेज लिएँ 1 हप्ता मजाले ग्राफ गरेँ कसरी गर्ने हो आफ्नो बिजनेस। अनि 1 हप्ता पछि फेरि 1 हप्तामा मैले 45K अर्निङ गरेँ के। त्यो 1 हप्ता मैले टाइम सिक्नको लागि नदिएको भए 45K आउँदैन थियो मेरो। बुझ्नुभयो तपाईँहरूलाई? यो कुनै जोक होइन, मैले साँच्चीकै भोगेको पनि हो। अनि फर्स्ट मन्थमै मैले 65K भोग्ने पनि व्यक्ति बनिसकेको थियो त्यति बेला। कसरी होला त 65K? तपाईँहरू पनि त चाहना होला होइन, 65K 1 लाख 2 लाख 40,000 20,000 कमाउँछु भनेर सपना छैन तपाईँहरूको? छ कि नै? जहिले पनि सपना बोक्दै हुनुहुन्छ भने तपाईँ इजिली पाइराख्नु भएको छ भने त्यो सपना होइन के, तपाईँको एउटा चाहना मात्रै हो। तपाईँले लागोस् मेरो ड्रिम मेरो सपना 90% लागोस् कि मेरो सपना पुरा हुँदैन, तर त्यो 10% लागिरहेछ नि मेरो सपना पुरा हुन्छ भने त्यो 10% गर्नमा हेर्नुहोस्, 10% गर्नमा काम गर्नुहोस्, मेहनत गर्नुहोस्, आफै हुन्छ के। तर त्यही 90% लागिरहेछ 50% लागिरहेछ मैले गर्न सक्दैन, तर त्यतिमा हार मान्नु भयो भने तपाईँ कहिले पनि सक्सेस हुनुहुन्छ के। कस्टमर सबैलाई चिन्नुहुन्छ, तपाईँ चिन्नुहुन्छ को हुनुहुन्छ उहाँ चाहिँ? प्रशान्त लामो शेर्पा को हुनुहुन्छ उहाँ चाहिँ? सगरमाथा चढ्ने व्यक्ति हुनुहुन्छ कि उहाँ एकैचोटिमा चढ्नु भयो होला त? सगरमाथा एकैचोटिमा चढ्नु भयो होला? मानौ कि त्यो दिन उहाँले नि असफल भएर हार मानेर छाड्नु भएको भए आज तपाईँहरू पनि चिन्नुहुन्थ्यो उहाँलाई। तर उहाँले ट्राई गर्यो, कोसिस गर्यो, पटक पटक चढ्ने प्रयास गर्यो, तब पनि उहाँ आज सफल व्यक्ति भएर बस्नु भएको छ कि। उहाँले जुन ठाउँमा भए पनि मर्नुभयो बित्नुभयो, तर अहिले पनि सबैजनाले उहाँले चिनिरहेछ। किन चिनिरहेछ? किनकि उहाँको हार्डवर्कले गर्दा हो कि। भोलिको दिनमा उहाँले सफल उहाँले आफ्नो प्रब्लमलाई सोल्भ नगरिकन नचढेको भए, मानव एकचोटिमा झर्नु भयो, हार मानेको भए आज उहाँको नाम आउँदैन थियो होला, हामी पनि चिन्दैन थियो होला को व्यक्ति थियो भनेर। तपाईँ प्रब्लमबाट हार नमानोस्, म यो पनि भन्न चाहन्छु। अहिलेको लागि म जति बोल्यो भने बोल्नै मन लाग्छ, अहिलेको लागि यति नै भन्न चाहन्छु अरूको लागि।